हामी विपक्षीहरूको तर्फबाट हामीले 13 गतेदेखि जुन विषयवस्तु उठाएका छौँ यो खास गरेर अध्यागमनमा र भिजिट भिसासँग सम्बन्धित र त्यो पनि मानव तस्करीसँग सम्बन्धित गम्भीर विषयवस्तुहरू हामीले उठाइरहेका छौँ। तपाईहरुको पार्टी अध्यक्ष निलम्बनमा परिसकेपछि अब तपाईहरुको भूमिका चाहिँ के हुन्छ? रोल के हुन्छ? हाम्रो यथावत केही पनि कुनै कसरी अगाडि बढ्नुहुन्छ त? अब हामी जसरी अगाडि बढिरहेका छौँ त्यसरी नै अगाडि बढ्छौँ। पछिल्लो समय चाहिँ बुझाइ कस्तो पर्दै गयो भने सत्तापक्ष दल चाहिँ अब विपक्षीहरूलाई अलिकति कस्ने अलिकति टाइट गर्ने भन्नेतिर गयो कि भन्ने बुझाइ हुन थालेको छ। नेपाल सरकारसँग नीतिगत निर्णय गर्न पाउने अधिकार थियो। सबैले त्यसो भन्न थाले, हामी पो गलत हो कि शून्य पो गलत हो कि साँच्चै के हो। र अर्को भनेको चाहिँ पर्टिकुलरली हिजो सर्वोच्च अदालतले हुन्छ अन्डर जुरिस्डिक्सनको कुरालाई धेरै भन्न त मिलेन, त्यही पनि तपाईँहरूले कसरी लिनुहुन्छ त्यहाँबाट सुरु गरिदिनु होला। र आज माधव नेपालसँग जोडिएको विषय विधिको विषय पनि हो, व्यक्ति हुन्न पनि, किनभने क्याबिनेटले गरेको निर्णयलाई अख्तियारले मुद्दा बनाएर विशेष अदालतमा दर्ता गरेको छ। त्यो विधिका हिसाबले त्यसबारे टिप्पणी गर्नु। ल पत्रकार मित्रहरू, सबभन्दा पहिले त हामी आज 1 बजेदेखि लगातार हामी बसिरह्यौँ। हाम्रो संसद लाइभ नै भएको कारणले गर्दा सबै कुरा सबै पत्रकार मित्रहरूले र आम जनताले पनि देख्नु भएकै छ। माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। भर्खरै आन्दोलनको कारणबाट राष्ट्र प्रभावित भइरहेको शिक्षा विधेयकसँग सम्बन्धित कुराहरू पनि हामीले छलफल गर्नुपर्ने कुराहरू पनि मान्यजीहरू जानकारै हुनुहुन्छ। त्यसै गरेर थुप्रै कानुनहरूलाई पास गर्नुपर्ने परिस्थितिमा अहिले वर्तमान देशका गृहमन्त्रीले आफूले पनि समसामयिक विषयमा उठेका प्रश्नहरूलाई जवाफ दिनलाई समय निरन्तर मागिरहनु भएको छ। सत्तापक्ष प्रतिपक्ष हामीले बोल्न पाऊँ भनेर भनिरहनु भएको छ। स्वाभाविक छ, देशमा घटिरहेका थुप्रै घटनाहरूको बारेमा मान्यजीहरूले जनप्रतिनिधिको हैसियतले आफ्ना कुराहरू राख्नुपर्ने आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित आदि छन्। त्यसमा पनि यो अहिलेको बजेट अधिवेशन भएकोले बजेट वक्तव्य प्रस्तुत भएको छ, त्यसमाथि छलफल गर्ने समय हाम्रा 3 दिन निर्धारण गरिएका समयहरू पनि बितेर गइसकेका छन्। यी सबै परिस्थितिलाई हेरेर म मान्य सदस्यहरूलाई आसन ग्रहण गरेर संसद सञ्चालनको लागि नियमित बैठकलाई लाने वातावरण बनाइदिनको लागि म विशेष अनुरोध गर्दछु। मान्य सदस्यहरू, यहाँहरूले छलफल गर्ने थलो नै हो यो, त्यसकै लागि यो प्रबन्ध गरिएको छ। तर विधिसम्म ढङ्गबाट जानको लागि मान्य सदस्यहरू आसन ग्रहण गरेर यहाँबाट दिएको समय र यहाँबाट भएका निर्देशनको आधारबाट मात्रै सभा सञ्चालन गर्न सक्छ। त्यसकारणले मान्य सदस्यहरूले यो निर्देशनलाई पालन गर्नुहुनेछ र आसन ग्रहण गरेर वातावरण बनाउनुहुनेछ। म फेरि पनि भन्छु, दलीय आधारमा म मान्य सदस्यहरूलाई बोल्न दिनेछु र त्यस पछाडि म निर्धारित कार्यसूची अन्तर्गत यो सभा लानको लागि मान्य सदस्यहरूलाई बस्नको लागि विशेष फेरि अनुरोध गर्न चाहन्छु। मान्य सदस्यहरू, प्रत्येकले बोलेर आफ्ना मात्रै कुराहरू राखेर आफ्ना मात्रै जिद्दी गरेर सभा सञ्चालन हुन सक्दैन भन्ने कुरालाई हेक्का राख्नको लागि पनि म अनुरोध गर्दछु। विधिसम्म ढङ्गबाट कुराहरू गर्नुपर्छ। मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस् र विधिसम्म ढङ्गबाट सभा सञ्चालन गर्ने वातावरण तयारी गर्नु मान्य सदस्यहरूको कर्तव्य हो। त्यसकारणले मान्य सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ। मान्य सदस्यहरू,
यहाँहरू विधिसम्म ढङ्गबाट बोल्नुपर्छ र बोल्नको लागि आलो पालो समय पाएपछि बोल्नुपर्छ भन्ने कुराको बारेमा ख्याल गर्नको लागि म अनुरोध गर्दछु। माननीय सदस्यहरू, यो नेपालको संसद हो। माननीय सदस्यहरू, यो संसदलाई संसदको ढङ्गबाट लानको लागि माननीय सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा म गम्भीर ध्यान आकर्षित गराउँदै म माननीय सदस्यहरूलाई सूचना सुनाउन चाहन्छु। माननीय सदस्यहरू, आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रम सूचीबाट हटाइएको बेहोरा म जानकारी गराउने सूचना राख्दछु। त्यसपछि माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 23 गते शुक्रबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ। एउटा चाहिँ हामी देशप्रति जनताप्रति संवेदनशील भएर त्यसपछि समग्र यो देशमा भइरहेका चाहिँ भ्रष्टाचारका विषयवस्तुहरू छन्, यसलाई सुशासनमा कसरी ल्याउने भन्ने बारेमा हाम्रो केन्द्रित छ। पहिलो विषयवस्तु हाम्रो यो छ र यसैका लागि हामीले कुरा उठाइरहेका छौँ। आज पनि हामीले बारम्बार कुरा के राखेका छौँ भने हामीले यो भिजिट भिसामा जो विषयवस्तु आएको छ त्यो एउटा दुईटाको मात्रै कुरा होइन, हामीले समग्रमा नै यहाँ जो समस्या देखेको छ त्यसलाई हल गरिनुपर्छ र छानबिन गरिनुपर्छ। छानबिन गर्नको लागि हामीले सुरु बेलादेखि नै के भनेका छौँ भने माननीय गृहमन्त्रीज्यूको चाहिँ के गर्नु भएको छ, कति संलग्नता छ भन्ने कुरा त छानबिनपछि आउला। उहाँले मार्ग प्रशस्त गरिदिएर यो छानबिनलाई चाहिँ व्यवस्थित बनाउनुपर्छ र सही र गलत चाहिँ छुट्याउने गरेर हामी अगाडि जानुपर्छ भन्ने हामीले कुरा उठाएको छौँ। त्यही कुरा हामीले आज पनि राख्यौँ। त्यही विषयवस्तुमा हामी आज पनि गयौँ। सामान्यज्यूले चाहिँ सदन सुरु गरिसकेपछि हामीले विपक्षीहरूको तर्फबाट हामीले जुन कुराकानी गर्ने थियो हामीले त्यो गऱ्यौँ। एउटा विषयवस्तु यही हो। यो लाइभ नै भएको कारणले अरू केही भन्नु छैन। बारम्बार तपाईँहरूले चाहिँ कहिले विपक्षीले के गरेछ, को पछाडि हट्यो, को अगाडि बढ्यो भन्ने विषयवस्तु भन्दा नि हामी यो सुशासनको मुद्दा चाहिँ मुख्य हो भनेर हामी लागिरहेछौँ। एउटा विषयवस्तु हाम्रो यो हो। अब सँगसँगै हामी त फेरि चाहिँ जनताप्रति जवाफदेही पनि छौँ फेरि, अनि त्यसपछि समस्याहरूको हल के गरेर गर्ने भन्नेतिर पनि हामी त चाहिँ रहि नै रहन्छौँ। फेरि बारम्बार यो विषयवस्तु हामीले उठाएका छौँ। जसरी हामीले 15 गते जेठको 15 गते बजेट दिनको लागि हामीले चाहिँ जिम्मेवार प्रतिपक्षको भूमिका जो हामीले निर्वाह गऱ्यौँ, यही विषयवस्तु पनि हाम्रो फेरि सँगै छ, सँगै हुने विषयवस्तु भइहाल्यो। त्यसका लागि छानबिनका लागि सत्ता चाहिँ तयार हुनुपर्छ, सरकार तयार हुनुपर्छ र यस भएर मात्रै हामी अगाडि बढ्छौँ भन्ने छ। एउटा विषयवस्तु यही छ। अब बाँकी रहेको यहाँ चाहिँ अघि नै अरू पनि घटनाक्रम आए, जस्तो चाहिँ अदालतको फैसलाको चाहिँ विषयवस्तु, त्यहाँ आएका विषयवस्तुहरू हुन्, त्यो अदालतसँग सम्बन्धित भएको कारणले गर्दा र हामी फेरि यो संसदकै विषयवस्तुमा चाहिँ केन्द्रित हुनु परेको कारणले त्यही धेरै विश्लेषण गरे पनि छैन, आएको पनि छैन। त्यो खुल्दै जाला भन्ने लाग्छ। तर म एउटा कुरा चाहिँ के स्पष्ट बनाउन चाहन्छु भने यो सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयवस्तु हो र यो यसका लागि हामीले 2टा आयोग बनाइसकेका छौँ, हामीले ऐन पास गरिसकेका छौँ। त्यसले आफ्नो काम चाहिँ पुरा गरिसकेका हुनाले सायद यो विषयवस्तु चाहिँ अलि जिम्मेवारीपूर्ण रूपमा यो शान्ति प्रक्रियासँग सम्बन्धित विषयवस्तु भएको हुनाले त्यसरी नै अगाडि बढ्ला भनेर भन्ने मात्रै म अहिले राख्न चाहन्छु।
अब अरू बाँकी रहेका जो विषयवस्तु छ, अब आज भर्खर हामीले चाहिँ न्युजहरू मात्रै सुनिरहेका छौँ, यसका आम विश्लेषणहरू हुन चाहिँ बाँकी नै छ। म पत्रकार मित्रहरूलाई के भन्छु भने हामी विपक्षी दलहरूको तर्फबाट हामीले जसरी चाहिँ 13 गतेदेखि लगातार यो विषयवस्तु उठाइरहेछौँ, यो विषयवस्तुमा हामी दृढताका साथ सत्तापक्षलाई भनेका छौँ, जिम्मेवार तपाईँहरू हुनुपर्छ भन्ने भयो। अब अलिकति चाहिँ विषयवस्तु के भयो भने सरकार यतिन्जेलसम्म त्यति धेरै हामीसँग चाहिँ कुराकानी गर्ने अवस्थामा थिएनन्। अब कमसेकम कुरा गरौँ न त भनेर कमसेकम राजनीतिक तहमा अलिअलि कुराकानी गर्ने चाहिँ विषयवस्तु आज थोरै भएको हामी पाउँछौँ। अरू नयाँ विषयवस्तु त केही पनि छैन। राजनीतिक प्रतिशोध त यसमा छ नै। आज पनि तपाईँले अवरुद्ध गरेर हिँड्नुभयो बैठक। अब पहिले महत्त्वपूर्ण विषयहरू राख्न खोज्नु भएको थियो सभामुखजीले। होइन, यस्तो छ, मुख्य कुरा चाहिँ के छ भने अहिले पनि यो चाहिँ संसदमा खिचातानी जसरी भिजिट भिसा प्रकरण छ, हामीले अहिले पनि भनेका छौँ 2064 सालदेखि अहिलेसम्म 18 वर्षमा करिब करिब 8 लाख मान्छेलाई बेचिए, ती सबैको छानबिन गर्नु। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि भ्रष्टाचार मुद्दा लाग्यो, उहाँलाई के छ यसमा तपाईँको प्रतिक्रिया? अब यो सरकारी जमिन चाहिँ निजी क्षेत्रलाई चाहिँ दिएको देखियो स्पष्ट। त्यो चाहिँ अलिक मलाई लाग्छ त्यो चाहिँ अलिकति त्यहाँ चाहिँ सिरियस त्रुटि देखिया छ। त्यसकारणले गर्दा अब छानबिनकै क्रममा अब मुद्दा दायर भएकै कुरा छ। यसमा हामीले दुईटा कुरा गर्छ। एउटा त यसमा जुन राजनीतिक पूर्वाग्रह साँधिएको छ त्यसमा हाम्रो राजनीतिक प्रतिवाद हुन्छ, त्यो कुरा हामीले गर्छौँ। यो चाहिँ यसमा हामी कानुनी प्रतिवादमा जान्छौँ। अहिले मुद्दा नै लागेको छ, अहिले मुद्दा लाग्दैन सबै कुरा सकिएको त हुँदैन। निलम्बनमा पर्नु, निलम्बनमा त मुद्दा लागेपछि पदै निलम्बन के हुन्छ त? निलम्बन भएर मुद्दा भोलि चाहिँ नि यो मुद्दामा चाहिँ उहाँ दोषी प्रमाणित हुनुभयो भने खारेज हुने हो। यो त अनुसन्धानका सन्दर्भमा निलम्बन हुने हाम्रो कानुनी व्यवस्था छ, त्यस अनुसार निलम्बन भयो। कि गृहमन्त्रीको विषयमा केही तपाईँहरूसँग भित्रभित्रै यस्तो संवाद दबाब? गृहमन्त्रीसँग किन जोड्नु पर्यो त यसलाई? होइन, तपाईँलाई कुनै दबाब त्यस्तो केही छैन, त्यस्तो केही छैन। त्योसित हाम्रो सरोकारै छैन। तपाईँको अडान गृहमन्त्रीको राजीनामा र हामीले राजीनामा मागेका छौँ भनेर हामीले राजीनामा मागेका छौँ र समिति बनाउने कुरा छानबिन त गर्नुपर्छ भनेका छौँ त हामीले। छानबिन त हरेक कुरामा हुन्छ, के हुन्छ? अहिले गृहमन्त्रीमा अलिकति सफ्ट कर्नरमा हुनुहुन्छ अरू प्रतिपक्षको तुलनामा, जस्तो रासपाहरूले त राजीनामै मागिरहेको छ। होइन होइन, यस्ता विषयहरू उठिसकेपछि हरेक विषयमा छानबिन गर्नुपर्छ। जब प्रश्न उठ्छ भने जुनसुकै विषयमा पनि छानबिन गर्नुपर्छ। त्यसमा हामी हरेक कुरामा प्रश्न छौँ, तर छानबिन गर्दाखेरि पनि कसैले पनि कानुनको दायरा नाग्न हुँदैन। छानबिन गरेर भिजिट भिसाका दोषीलाई कानुनी कारवाही गरौँ भन्ने अहिले हाम्रो माग छ। र साथसाथै अहिले हामीले प्रश्न के भनेका छौँ भने अहिले जसरी यो व्यवस्था रिभेन्सका रूपमा आयो, अवस्था परिवर्तन गर्नका लागि संसदबाट होइन जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी नगरिकन यो संसद यस्तै रहन्छ। हस्, यति नै त आज मुद्दा लगाउने बित्तिकै सबै कुरा त्यति हो सिद्धियो भनेर चाहिँ मैले सोच्नु पर्दैन। त्यसमा त त्यो त्यही अदालतले पनि प्रमाणहरू हेर्न पर्ने होला हो। हिजोको नीतिगत निर्णय भन्ने हो भने अब विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरू सबै यो भ्रष्टाचारका जन्य केस बन्न सक्छन्। त्यस हुनाले कोही पनि प्रधानमन्त्रीहरू बत्नेवाला छैनन्। र अर्को कुरा, कुनै पनि प्रधानमन्त्री या क्याबिनेटले अब कुनै ठुलो महत्त्वपूर्ण निर्णय गर्दैन। यति कुरा बुझ्नुहोस्। समाइएन भन्ने आम गुनासो थियो, अब सुरु भयो, यसलाई सकारात्मक रूपमा पनि त लिन सकिएला नि होइन? अब त्यो चाहिँ तपाईँको विचार। अब जसलाई पनि मुद्दा लाउँदै हिँड्ने र ठुलो माछो यही हो भन्दै प्रचार गर्ने हो भने राज्य व्यवस्था सिद्धिन्छ। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने एक थरी सडकमा उत्रिरहेका छन्, तिनैलाई नै मलमद्दत गर्ने गरी काम भइरहेको जस्तो पनि लाग्छ। मैले सिधा के भने स्पष्टीकरण सबैले दिनुपर्ने हुन सक्छ भनेर त्यति मात्र। राजनीतिक प्रतिशोध त यसमा छ नै। प्रश्नै छ। तपाईँले भनिहाल्नुभयो ओलीको निर्देशनमा यो भएको हो, ठ्याक्कै हो। तपाईँहरूका नेताले भनिरहनु भएको छ। तपाईँले भन्नुभएको, मैले भनेको छैन। तपाईँहरूका पार्टीले नै भनिसक्यो, पार्टीका नेताहरूले भनिरहनु भएको छ। जसले भनेको उसलाई सोध्नु न, मलाई नभन्न। तपाईँले भन्नुभयो भन्नुहुन्छ, तपाईँको प्रश्न गर्ने के हो? होइन, तपाईँहरूका नेताहरूले तपाईँले नेता जसले भन्यो उसलाई सोध्नु न, उसलाई भन्नु न। भनेको आयोग त्यो नियम भन्दा माथि रह्यो। मेरो कुरा चाहिँ भन्न दिनु न प्लिज भन्नु। आयोगको क्षेत्राधिकार भन्दा बाहिर गएर गरेको छ। अधिकारको क्षेत्र हुन्छ नि, उसले कुन कुन क्षेत्र हेर्ने भनेको छ नि, ऐनले भनेको छ। त्यो तपाईँले ऐन हेर्न सक्नुहुन्छ। ऐनले उसलाई जुन क्षेत्राधिकार तोकेको छ त्योभन्दा बाहिर गएको छ। ऐनको क्षेत्रमा उसको क्षेत्राधिकारमा चाहिँ मन्त्री परिषदको निर्णय हेर्ने छैन।
यो प्रष्ट कुरा। राज्य व्यवस्थामा अहिले त्यो पनि विचाराधीन त्यो विचाराधीन संशोधनका निम्ति भएको हो र हामीले राष्ट्रिय सभाबाट मन्त्री परिषदका निर्णयहरूलाई पनि केही विषयहरूलाई चाहिँ अख्तियारको क्षेत्राधिकारभित्र राख्नुपर्छ भनेर भनेको थियो। यहाँ चाहिँ अड्केर बसेको छ, प्रतिनिधि सभा आएर अड्केर बसेको छ होइन। त्यस कारणले अहिलेको विद्यमान ऐनमा चाहिँ मन्त्री परिषदका निर्णयलाई उसले क्षेत्राधिकारभित्र राखेर हेर्ने अधिकार छैन, त्योभन्दा बाहिर गएको छ। त्यो कुरा भन्न खोजेँ मैले, पहिलो कुरा। दोस्रो, त्यो कुरा बाहिर गएपछि के हुन्छ, स्वतः चाहिँ राजनीतिक प्रतिशोध भन्ने देखिन्छ। जब ऐनको क्षेत्राधिकारभित्र छैन भने त यहाँ केले काम गरो त भन्दाखेरि राजनीतिले काम गरो भन्ने देखिन्छ नि त। यो कसले गरो के गरो व्यक्तिगत रूपमा नजाउँ न, व्यक्तिगत कुरै होइन नि। यहाँ एउटा प्रधानमन्त्रीले गरेको मन्त्री परिषदको निर्णयका बारेमा यो फैसला भएपछि यो कि माधव नेपाल मात्रै प्रधानमन्त्री भएको छन् यो मुलुकमा, अरू धेरै मान्छे प्रधानमन्त्री भएको छन् नि। सबैका निर्णय भयो, अब हेर्नु पर्यो, सबैका निर्णय हेर्नु पर्यो, सबै मन्त्री परिषदका निर्णय हेर्नु पर्यो। अरू पनि त विषय आएका छन् नि बाहिर, तपाईँहरूले ल्याइरहनु भएको छ नि। कति विषय छन् नि त, छैन? गिरिबन्धु टी स्टेटदेखिका अनेकौँ विषयहरू छैनन्? ती सबै विषयमा अब अख्तियारले प्रवेश गर्ने हो। त्यसो भएपछि ठिक छ, गरोस् है, यसमा हाम्रो कुनै त्यस्तो अन्यथा कुरा केही पनि छैन। तर अख्तियारले पनि कानुनले दिएको सीमा नागेर जान मिल्छ कि मिल्दैन भन्दा मिल्दैन भन्ने कुरा हो हाम्रो। त्योभन्दा बाहिर त कानुनभन्दा माथि त कोही पनि छैन नि यो मुलुकमा, छ र? कानुनभन्दा माथि त छैन, कानुनी राज्य हो। त्यसैले कानुनको सीमाभित्र बसेर गर्नुपर्ने हो, कानुनको सीमाभित्र बसेको देखिएन, यो पहिलो कुरा हो। यो नदिइसकेपछि के हुन्छ त भन्दा यसमा राजनीतिक पूर्वाग्रह हो देखिन्छ भन्ने कुरा हो। कुनै अपराध भयो जस्तो मलाई लाग्दैन। यो किन भयो भन्ने लागेको छ। अब त्यो किन भयो भन्ने कुरा चाहिँ तपाईँहरूले मनमा दिमाग बनाइसक्नु भएको छ होइन, बनाइसक्नु भएको छ। मसँग इन्टरभ्यू लिएर गएपछि अलिबारमा तपाईँले त्यसमा थपिहाल्नुहुन्छ। अनि कतिपय फिडब्याकमा तपाईँले प्रधानमन्त्रीको निर्देशनमा भनेर प्रतिक्रिया दिएको पनि देखियो, तपाईँहरूको त्यो हो आशंका? अब मलाई के लाग्छ भने यति बेला यो घटना जन्मिनु, आउँदो 28 गतेमा अख्तियार लगायतका सबै संवैधानिक निकायहरूको म्याद सिद्धिने फैसला पनि हुनु, यही छोटै अवधिमा के गर्नुपर्ने हो गरी भ्याउनु पर्ने बाध्यता भएर नै यो सब गर्दै हो कि जस्तो लाग्छ। राजनीतिक प्रतिशोध त होइन तपाईँहरूको बुझाइ के हो? मलाई त लाग्छ त्यो राजनीतिक प्रतिशोध नै हो, किनकि अख्तियारले एकचोटि कुरा उठाएर, तपाईँलाई थाहा छ हिजो पनि नेपाल सरकारसँग नीतिगत निर्णय गर्न पाउने अधिकार थियो। त्यही विधेयक अहिले राज्य व्यवस्था समितिमा थन्किएर बसिरहेछ हो। मैले सिधा के भने स्पष्टीकरण सबैले दिनुपर्ने हुन सक्छ भने त्यति मात्र। नेपाल सरकारसँग नीतिगत निर्णय गर्न पाउने अधिकार थियो। त्यही विधेयक अहिले राज्य व्यवस्था समितिमा थन्किएर बसिरहेछ हो। नीतिगत निर्णय गर्न पाउने हिजो पनि अधिकार थियो। त्यो नीतिगत निर्णय गर्न पाउने अधिकार चाहिँ अब क्याबिनेटलाई दिने कि नदिने भन्ने बारेमा छलफल भएर अड्किरह्यो होइन। त्यसो हुनाले हिजो नीतिगत निर्णय थियो, गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै भएको छ, धेरैवटा त्यस्ता केसहरू नीतिगत निर्णयमा भएको छन्। त्यसो हुनाले यो नीतिगत निर्णयले गरिएका कामहरूलाई अब यसै गरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने मलाई लाग्छ संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने। नीतिगत निर्णयको बाटो पनि खोलियो होइन, अब यहाँको विवाद पनि कायम गरिराख्नु पर्ने अगाडि बढ्दा नीतिगत निर्णय भने चाहिँ यस्तै हुँदो रहेछ, त्यो ढङ्गले देखियो। अब तपाईँहरू के गर्नुहुन्छ यसपछि? हामी पर्सनल्ली कुरा होइन, पार्टी हो। अहिले हाम्रो अध्यक्ष रौतहटमा हुनुहुन्छ, गौरमा हुनुहुन्छ। यसलाई फस्नु भएन भन्ने खालको कुरा त आज मुद्दा लगाउने बित्तिकै सबै कुरा त्यति हो सिद्धियो भनेर चाहिँ मैले सोच्नु पर्दैन। त्यसमा त त्यही अदालतले पनि प्रमाणहरू हेर्न पर्ने होला हो। हिजोको नीतिगत निर्णय भन्ने हो भने अब विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरू सबै यो भ्रष्टाचारका जन्य केस बन्न सक्छन्। त्यस हुनाले कोही पनि प्रधानमन्त्रीहरू बत्नेवाला छैनन्। र अर्को कुरा, कुनै पनि प्रधानमन्त्री या क्याबिनेटले अब कुनै ठुलो महत्त्वपूर्ण निर्णय गर्दैन। यति कुरा बुझ्नुहोस्। ठुलो मासु समाइएन भन्ने आम गुनासो थियो, अब सुरु भयो, यसलाई सकारात्मक रूपमा पनि त लिन सकिएला नि होइन? अब त्यो चाहिँ तपाईँको विचार। अब जसलाई पनि मुद्दा लाउँदै हिँड्ने र ठुलो माछो यही हो भन्दै प्रचार गर्ने हो भने राज्य व्यवस्था सिद्धिन्छ। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने एक थरी सडकमा उत्रिरहेका छन्, तिनैलाई नै मल मद्दत गर्ने गरी काम भइरहेको जस्तो पनि लाग्छ। ल हस्, धन्यवाद है।